भन्यो भने मेरा चेला बम्बई छ, तेरा घर कहाँ छ, मेरो चेला रत्नागिरी, तेरा घर कहाँ छ न, पर दिल्लीकामा दाहा छ न। त्यस्तो भन्ने हाम्रो समाज। उतातिर बाग्लुङतिर भनेपछि उडेर आएको गुडेर आएको भन्ने त्यस्तो संस्कार बसेको ठाउँ हामीभन्दा कति अगाडि। मलाई एकदम त्यहाँ त्यो धनको कमाइको लागि मान्छेले घर छोड्छन्। घर छोडेपछि घरबार पनि बिग्रिएको छ। यो गीतहरू पढ्नु नगाम्रो जस्तो लाग्यो मलाई। फुलबारीको अधिकांश विदेश गएका छन्, अधिकांश मान्छे विदेश गर्छन् भनेको जस्तो मैले गीत लगाउँ है। मैले यहाँ दिदीबहिनी दाजुभाइहरू मैले विदेश गएको सङ्केत पाएको छु नगाउँ, किनकि यहीँ अर्जिन्छ, हरेक कुरा यहीँ सिर्जना गर्न सकिन्छ, यहीँ दुःख गरेर केही कमाइ गर्न सकिन्छ। तैपनि त्यो हुँदाहुँदै पनि उहाँहरूलाई त्यो विदेशको मोह, त्यो डलरको पछाडि लागेर अर्काको चाहिँ त्यो देखा सिकी गरेर विदेश जाने गर्नुहुन्छ। नगर्नुहोस् दाजुभाइ दिदीबहिनीहरू, युवाहरूलाई विदेश नपठाउनुहोस्। सकिन्छ भने आफ्नै ठाउँमा केही आय आर्जन गरेर गर्ने सिर्जनाको बाटो सिकाउनुहोस्। यो सरकार हाम्रो आवाज सुन्दै हुनुहुन्छ भने तपाईँले हाम्रो आवाज सुन्दै हुनुहुन्छ भने सुदूरपश्चिमाञ्चलको हरेक टोल टोलका युवाहरूलाई धनी गरिब नभएर जात जाति विभेद नगरेर सबैको शिक्षा चेतना स्तर हुनको लागि एउटा बाटो र काम देऊ। सरकारप्रति मेरो अनुरोध। अब रमाइलो नाच्नु मैले लेखेको अशोक दाइले गाउनुभयो गीत हो। मान्छेको उमेर चढेपछि बाउले बिहे गर्दैन भने छोराछोरीको यस्तो कथा हुँदो रहेछ के हिँड सानो भागी जाम्बरो बाउले बिहे गर्दैनन् के गर हिँड सानो बाउले बिहे हात जोडे प्लिज स्टेजमा आइदिनुहोस्। मैले यो गीत लेख्दाखेरि चाहिँ त्यो दिन ठ्याक्कै बत्ती गयो। बत्ती गइसकेपछि अब के लेख्ने भन्ने बेला भयो। अनि लेखिहालेँ। लेखेपछि अशोक बस्नेत दाइले माग्नुभयो, दाइ भाइ मलाई दिनुहोस् भने हुन्छ दाइ भनेर मैले दिएँ। अनि त्यो गीत चल्यो। त्यसले धेरै मार्केट पनि खायो। त्यो प्रिन्ट मिस्टेक भएछ पनि उहाँले भन्नुभएको छ है तपाईँको नाम राख्ने बेलामा चाहिँ त्यो झुक्किएछु भने चाहिँ मैले त्यो ठिकै छ, झुक्किनु राम्रो हो, मेरोमा त्यस्तै भइरहेको छ मैले भन्ने। म्याडम यहाँहरूलाई सम्मान छ। नारी हाम्रो जननी जन्मभूमि। मलाई दरखाना बेलामा मैले बोलाउने मेरा दिदीबहिनी पनि नारी। हे हिँड सानो भागी जाम्बरो बाउले बिहे गर्दैनन् के गर हिँड सानो भागी जाम्बरो बाउले बिहे गर्दैनन् के गर हिँड सानो भागी जाम्बरो
परो बाउले बिहे गर्दिनन् के गरौँ कस्तो दिन के आफन्तले मन मार्न छाड्यो पल्लारे त त्यो ठाउँमा गाड्यो मेरो सानो भागी सुन्दरो बाउले बिहे गर्दिनन् के गरौँ आफन्तले मन मार्न छाड्यो पल्लारे त आमाको त्यही गाड्यो मेरो सानो भागी जम्परो बाउले बिहे गर्दिनन् के गरौँ मेरो सानो भागी जम्परो बाउले बिहे गर्दिनन् के गरौँ अवश्य गरौँ अब प्यारी मेरो प्यारी बहिना कुशल कार्यक्रम सञ्चालिका लोकप्रिय दोहोरी गायिका अब हामी दोहोरी गाउँछौँ दोहोरीमा नाच्ने है त बहिना अब दोहोरी गाउँछौँ हामी दोहोरी गाउँछौँ दोहोरीबाटै रमाइलो गर्छौँ अब चेलीबेटीहरू दिदीबहिनीहरू हुनुहुन्छ आउनुहोस् मजाले रमाइलो गरौँ विनोद भैया एउटा एक माग पुगादियो काग काउचा हेर्छो सोरी गोठा नै गयो तुई आऊ ल दिनभरि बोलेर पनि नथाक्ने मनमा पाप नराख्ने दिनभरि बोलेर नथाक्ने मनमा पाप नराख्ने आफ्नो मान्छे आउँछौ हजुर है भनेपछि ठिकै छ आफू भुइँमा सुत्ने अरूलाई बिस्तारामा राख्ने कति राम्रो बानी भएको प्यारी बहिनी कति राम्रो बानी भएको प्यारी बहिनी उमा मनमा सजाइदिन्थे ज्वाइँ साहबलाई गाली गरेर आएको छ नि क्या ओठ तली ओली खुम्चिएको छ जहिले पनि समाजको लागि राम्रो विचार राख्ने जहिले पनि समाजको लागि राम्रो विचार राख्ने प्यारी बहिनी उमा यहाँलाई स्वागत छ तपाईँ हाम्रै आफ्नै महोत्सव यो फुलबारी महोत्सवमा अब तपाईँको वचन त्यसपछि घमासान दोहोरी आउनुहोस् हिजो तपाईँ कसिनु भयो थियो आज म कसिएको छु हेलो 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 नवीन भाइ अझै बढाइदिनु होला हेलो छे यहाँहरू सम्पूर्णलाई नमस्कार म कार्यक्रम प्रस्तुता तथा लोकधोरी गायिका उमादेवी खनालको तर्फबाट यहाँहरू उपस्थित रहनुभएका सम्पूर्ण दर्शक महानुभावहरू तथा हामीलाई ध्वनि तरङ्गको परिधिभित्र रहेर हामीलाई सुनिराख्नुभएका सम्पूर्ण दर्शक महानुभावहरू यहाँहरू सम्पूर्णलाई यो कार्यक्रम शुभारम्भ भइसकेको छ छिटोभन्दा छिटो यो मञ्चको अग्रभागतर्फ आएर यहाँले आफ्नो स्थानलाई सुरक्षित गरेर बस्नु हुनको लागि हार्दिक अनुरोध गर्दछु म यहाँहरूको साथमा रमाइलो गर्नको लागि मेरो कार्यक्रम सञ्चालनको भूमिका निर्वाह गर्नको लागि उपस्थित भइसकेको छु यहाँहरू सबैलाई छिटोभन्दा छिटो उपस्थिति जनाइदिनु हुनको लागि हार्दिक हार्दिक अनुरोध गर्दछु हामी फुलबारी महोत्सव 2081 को आज सांगीतिक चौथो दिनमा उपस्थित भएका छौँ आदरणीय दर्शक महानुभावहरू आज बहुचर्चित लोकप्रिय लोकधोरी गायिका ज्योति मगर आउँदै हुनुहुन्छ त्यसै गरी अत्यन्तै बहुचर्चित लोकप्रिय लोकधोरी गायिका संगीता थापा मगर लगायतका कलाकारहरूको प्रस्तुति यहाँहरूको माझमा राख्नेछौँ यहाँहरू सबैजनालाई चुले निमन्त्रणा गर्दछु र भोलि महाशिवरात्रिको दिन यहाँहरूको माझमा बहुचर्चित लोकप्रिय लोकदेउडा गायक लालबहादुर धामी अत्यन्तै चर्चित लोकप्रिय कलाकार टेक बिसी त्यसै गरी विश्वकै होचो मान्छे संसारकै अत्यन्तै सानो होचो मान्छे मनोज गोर्खाली त्यसै गरी विभिन्न जादुमय प्रस्तुति लिएर जादुगर राजेन्द्र गिरी गुन्द्रुके लगायतको सिङ्गो टिम यो मञ्चमा भोलि हामी पाउनेछौँ
यहाँहरू सबैलाई म जानकारी गराउँदै यहाँहरू छिटोभन्दा छिटो उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै मलाई अति नै मिठो भूमिका निर्वाह गरेर मिठो भूमिका बाँधेर यो मञ्चमा स्वागत गर्नुहुने आदरणीय दाई अमर लामा यहाँलाई हार्दिक सम्मान व्यक्त गर्दछु। त्यसै गरी अगाडिपट्टि देखिरहेको छु हाम्रो आयोजक कमिटीका सचिव कीर्त विष्ट जो आफैमा अत्यन्तै समाजको ऐना पत्रकार हुनुहुन्छ, यहाँलाई हार्दिक सम्मान व्यक्त गर्दछु। त्यसै गरी आयोजक कमिटी फुलबारी 11 स्पोर्ट्स क्लबलाई म विशेष धन्यवाद दिनेछु। अध्यक्ष महेश गोलेज्यू लगायतको सिङ्गो टिमले यो कार्यक्रमको आयोजना गरिरहेको छ। तपाईँ हाम्रो भेटघाट हुने एउटा अवसर मिलिरहेको छ। यहाँहरू सबैलाई म सम्मान गर्दै यो कार्यक्रमलाई अगाडि बढाउनेछौँ। हामी यहाँहरू सबैजना उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। शुभारम्भ गर्दाखेरि त कन्याबाट हुन्छ के र, त्यसमध्ये मैले चाहिँ बिहानभरि त्यो अलिअलि भएको त्यो कसिङ्गर त्यो झाडु लगाउने काम गरेको हो। ब्राह्मणको चेली आइसकेपछि अब एउटा भजनबाट एउटा गीत गाउँ, त्यसपछि चौरतिर जाउँला है। बादेमा रहनुहुने आदरणीय दाई भाइहरू यहाँहरू सबैप्रति उच्च सम्मान छ। हामी भजन सुरुवात गर्नेछौँ। सम्पूर्ण उपस्थित दर्शक महानुभावहरू, बुवा आमा दाजुभाइ दिदीबहिनी काका काकी मामा माइजू फुपू साजु सबैप्रति उच्च सम्मान व्यक्त गर्दै यहाँहरू सबैले यो भजन कीर्तनमा साथ दिनुहुनेछ भन्ने आशा गर्दै हामी यहाँहरूको माझमा अब भजन प्रस्तुत गर्दैछौँ। बहिनी ऊ त फुपाजु भन्नु उतातिर आउने भिनाजु होइन नि, मलाई लागेको छ भिनाजु दिदी फुपाजु पुसाजु सबै। ठिक छ, सबैजना रेडी हुनुहुन्छ? अप टु प्याड रेडी हो भाइ? हे कृष्ण आउनालेना हे वृन्दावनमा जाने बाटो मैले चिनिना। हे कृष्ण आउनालेना आए कृष्ण आए, कृष्ण त आए, राधिका पनि आए। राधिकाहरूलाई हरान पार लाग्यो कृष्णले। 10 रुपियाँ यस्तो भइरहेछ। आउनुहोस् आउनुहोस्। हे कृष्ण आउन लिन
कसैलाई सुख दिने नभनेको मान्ने हे कृष्ण